नमस्ते। यो देशमा केही हुँदैन भन्ने एउटा भाष्य थियो, अब चाहिँ प्रमाणित हुन लाग्यो। वास्तवमा केही हुँदैन जस्तो लाग्न थाल्यो। अब बाँकी रहेको अलिअलि जेनवाईहरू पनि पलायन हुन्छन्, जेनजीहरू पनि सकिन्छन्। अब यो देशमा केही पनि हुँदैन। किन हुँदैन भने कानुन नियम सबैलाई बराबर लागु हुनुपर्ने हो। पहिलो दिन आन्दोलनमा त्यत्रो विद्यार्थीहरूले शहादत प्राप्त गरे, छानी छानी ताकी ताकी गोली हानेर मारियो। अहिलेसम्म अन्तरिम सरकार जुन आन्दोलनको बलमा चिठा परेर राज्य सञ्चालन गर्न पुगे, एक थान प्रधानमन्त्री केही थान मन्त्रीहरू, तर उहाँहरूको खै त उहाँहरूले न त यो आन्दोलनको मर्म बुझ्नुभयो, न भ्रष्टाचारीलाई कारवाही गर्ने कुनै एउटा योजना अगाडि बढे जस्तो देखिन्छ। अब यतिकै यो चुनावी सरकार हुन्छ, चुनाव आउँछ, अर्को त्यही पुरानै भ्रष्टाचारी पैसा भड्का भड पैसा राख्नेहरूले चुनाव जित्छन्, फेरि यही क्रम दोहोरिन्छ। केही पनि हुँदैन यो देशमा। किन हुँदैन भने कम्तीमा पनि ल केपी ओलीलाई कारवाही गर्ने ल आयोगले गर्छ अरे। देउबाको घरमा भेटेको ट्रकका ट्रक पैसा त्यो देख्ने बित्तिकै तुरुन्तै समात्नु पर्ने होइन त? प्रमाणै त्यही थियो नि। त्यत्रो पब्लिकले गएर पैसा डढाएको छ, पैसा भेटेको छ, घरबाट पैसा उडाएको छ, तत्काल मुद्रा अपचलन, विदेशी मुद्रा अपचलन र भेटेको पैसाको स्रोत खुलाउनुलाई तुरुन्तै हस्पिटलमा हतकडी लाउनु पर्ने हो वास्तवमा हो भने। पूर्व प्रधानमन्त्री भएर ल मान्छेको ज्यान जोगाउनु पर्छ, ठिक हो, राज्यको दायित्व हो। हस्पिटलमा लिएर गएर त्यहीँ त हतकडी लाएर त्यहाँ नै लिएर जानुपर्ने होइन त? छुट पाइन्छ। 4 चोटि 5 चोटि प्रधानमन्त्री, 6 चोटि प्रधानमन्त्री भएको मान्छेले चाहिँ गाडीका गाडी पैसा राख्ने, घरमा ट्रकका ट्रक पैसा राख्ने, ब्याङ्कभन्दा धेरै ठुलो भल बनाएर राख्नु पाइन्छ त? त्यहाँबाट कारवाही सुरु गर्नुपर्छ नि त। अब सर्वसाधारणले बोकेको 3 लाख 4 लाख चाहिँ एउटा बाइकमा स्कुटरमा भेट्यो भनेर स्रोत नखुलेको 4 लाख 5 लाख 10 लाख भनेर मान्छे समातेर हालिरहेको हुन्छ पुलिसले। यो सरकारमा नीति नियम कानुन छ भनेको कानुन छैन। यो देखाउनको लागि, जनताको लागि, सर्वसाधारणको लागि मात्रै बनाएको कानुन हो। यहाँबाट सुरु गर सरकार। काम गर्छौ भने 23 गतेको हत्यारालाई ल आयोगबाट 2 महिना 3 महिना लाएर गर, बिस्तारै गर। किनभने त्यो छानबिन हुँदाखेरि निष्पक्ष हुनुपर्छ। कोही पनि निर्दोष फस्नु हुँदैन र दोषी उम्किनु हुँदैन। 24 गतेको पनि आगजनी गर्ने जति पनि छन्, प्लानिङका साथ विस्फोट गर्ने, आगजनी गर्ने, चोरी डकैती गर्नेलाई कारवाही गर्नुपर्छ। त्यो पनि आयोगबाटै गर। तर देउबा घरमा भेटेको त्यो